Hey guys, बिहान भइसकेको छ है त बिहान 6 बज्न लागिसक्यो यार हिमाल आकाश सब डेन्जर खुल्यो है वाह म त बिरामी भयो जस्तो पो देखेर रहेछ यार सबै त्यस्तै देख्छ तता पनि हो यस That's what I want तता पानी हाल्नु पोरो हट यो हालेर खान्छु त म निस्केप हालेर खाने हो तता पनि दियो मलाई Nescafe त्यो र हनी हालेर खानु Yes बाहिर हालिदिउँ कहाँ हिरोइनको नि लहर जाने हो ड्रिङ्क बनाउनु पर्यो रहेछ अब काटा चम्चा त घर लहर जाने म के हेको दायरले दिनेहरू लिनु दाइ दोस्रो गरौँ त्यसको किन यो चल्छ नआमे रहेछ दुखिनु छ है फेरि चम्चा घुम्न नि छुट्टै चाहिन्छ सातो हाले जस्तो भन्छ धेरै त्यो यार सोलो ट्रेकिङ हिँड्ने मान्छे रहेछ हनी रहेछ सोलो ट्रेक गर्ने मान्छे रहेछ रे सोलो ट्रेकिङ हैन सबै सोलो गर्ने मान्छे हाजाले सोलो सबैको सोलो जुत्ता पुग रुकिनु है वाह मजा आफूले गर्ने हो नि त गाइजहरूले के नखाइ गयो कि खाएर गयो खै पावरब्याङ्क ओइ सुमिताले स्पोन्सर हान्नु भएको अनि हाम्रो नि बनाइदैन ओके सला हनी हालेको होइन यो जानी हो क्या अब यो ट्राई हान्न कस्तो रह्यो सक्दैन नि फेरि हनी मात्र होइन हाल्ने हाल्दा कति हालिदिउँ भने मुखै दोखेन 3 दिन भइसक्यो अब यसले धुने परेको सब बिराम भएको जस्तो देखेछ नि त मुखै नधोरो के हो यार तिमीले भन्दैनस् मुखै नधोको हिजोसम्म भनेर ए मैले जबरजस्ती धुन लाग्यो मुख नि मुख धुनु भनेर हिजो त धोको आफूले जाङ्गे लाएर हिँड्नु पर्छ कि यार त झन् जाडो हुन्न र आज त पानी पर्दैन जस्तो पर्दैन उज्यालो नि डेन्जर उज्यालो छ त आकाश निस्किला छ Excuse me sir, your black coffee with honey. न हाम्रो क्रेडिट दिनुपर्छ है सुमिताले वाह मेरो मात्र यस्तो छ वाइटी मिल्की अनि धेरै भन्छ यार हेर्न फेरि कस्तो हुन्छ रे थाहा पाइस् अब यो हैन मैले के नि थाहा अब मैले हैन मैले हनी खाएपछि यसले चाहिँ हानि हाल्दिनु नि छ त्यही माथि कम्प्लेन नि गर्नु छ भन्दै कि यसले त्यही भएर मैले भनेको हैन
के को जर्सी हो खै एकचोटि हेरौँ त जर्सी देखाउनु न युनाइटेडको यस्तो लोगो के तलै बिर्छ यार सेन्टी भयो यसलाई गराउ हेर्दै त्यही बेला घोप्टो भरे माथि नहेरेको मैले नि हेर्दै नगरेको कि फेरि अझै तेरो जर्सी जर्सी सर्सी ल्याएन यसको जर्सी ल्याउनु लाग्यो नि त ब्यागै भएर होला नि कुन क्लबको ल्याउने चेल्सीको लिएर आउने एकैछिनमा सेलाएर जस्तो भयो यार ज्यान पाएको भयो हिमाल मजाले खुलेको छ यही हो हामी बसेको टेन्ट नि के भन्ने जम गए जम हिँड्यो त हिँड्यो 6 किलोमिटर रहेछ यता छ टेन्टर ल क्या सही देखियो छ है यही हो के भन्नु नि त सिसप दाइ यो ट्रेकको बारेमा पञ्चकुण्ड अरू के भन्नु न पञ्चकुण्ड होइन क्या अरू नि कस्तो यो ट्रेकमा आएर के नयाँ एक्सपिरियन्स गर्न पाउनु भयो ल त्यो भन्नु एक्सट्रिम कोल्ड एयर ए कोल्ड भन्थ्यो यार फिलिङ कोल्ड इज नट एन एक्सपिरियन्स भन्न मिल्छ कि मिल्दैन गाइड्स यही हो कम अन गाइज कम फास्ट यहाँ चाहिँ यस्तो छ है हिमाल भ्लगर क्यान्डी भ्लगर ए क्यान्डी त नि भ्लगर हो नि है स्क्यामर रे क्यान्डी त तपाईँलाई स्क्यामर भ्लगर Hello guys, good morning once again and welcome to Psycho Vlogs. अनि हामी चाहिँ अहिले बुस्के मेलाबाट हामी चाहिँ माथि पञ्चकुण्ड ताल हेर्न जान लागिरहेका छौँ अनि त्यहाँबाट अझै माथि गएर बेस क्याम्प पनि पुग्नु पर्छ हैन एबिसी त्यसैले भिडियोहरु नछुटाउनु होला भिडियो अन्त्यसम्म हेर्दिनु होला ल सिनेरी यस्तो खतरा खोला सोलान छ हैन भ्यू त खतरा कस्तो दामी चिसो त छिगै छ अहिले त हो त्यो त ल त गाइस अहिले एकछिन पछि भेटौँला मलाई साथ दिँदै हुनुहुन्छ यता न ओइ अनुहार पर्दैन रामेश्वर के गाइजहरु त अड्के त ल गाइस एकछिन रेस्ट धर्मशालामा रेस्ट आइसक्यो भ्यू त अझै राम्रो देखिएको छ यहाँ चाहिँ यस्तो छ यहाँ चाहिँ डिन्डरै थकाउनु हुन्छ है गाइज लास्ट थाकिने यार ल गाइज हल्का हल्का रेस्ट गर्दै जाँदैछौँ हामी यहाँ चाहिँ अल्टिट्युडले डेन्जर हान्ने रहेछ होइन बाटो डेन्जर चिसो हो यताको
जे पनि बिस्तारै बिस्तारै हिँड्दैन थियौँ के अरे हामी सिनेरी चाहिँ डेन्जर छ है बेड टेकिङ के भन्छ अरे बेस्ट छ त उफ बाटो चाहिँ खतरा छ है र गाइस के भन्दिउँ न त गाह्रो त भइरहेछ हाम्रो दरदाले देखाउँदैछ है के देखाउने वाइ इज लाउरे म हिँड्दै गर्छु ल पक्का हिमालहरू We are dreaming in the dark. We are nothing more than dust. Search but you stay lost. We are reaching for the stars, but we're making this too hard. And I wonder where you are, mysterious. That's the part you always show, 'cause you're too curious. Maybe you should take it slow, mysterious. That's the part you always show, 'cause you're too curious. ल गाइस ट्रेकिङ थियो यो भन्छ है त खतरा ट्रेकिङ एक्सट्रिम ट्रेकिङ भइरह खोला तर्ने गाइस खोला ल है त सर के भन्नु पर्यो मोज भछ रे यही हो भ्यू चाहिँ टक्क लाएर 1.5 घन्टा गाइस अब 1.5 घन्टामा आइहाल्छ रोक त रोक ल गाइस हामी चाहिँ अलमोस्ट अब पञ्चकुण्डे तालमा आइसक्नु लाग्यो अरे अनि यो चाहिँ अन्नपूर्ण रेन्ज है यो चाहिँ नर्थ एबिसी ट्याक्क ए कस्तो खतरा देखेको यार वाह दामी छ यार सिन त यार दामी छ दामी ल गाइस सुनखोला सुनको खोला है गाइस यो सुनखोला ल गाइस अब पुल तर्दिम राम सुनखोला Sapa Candy Propine
त गाइज फाइनल्ली 1 घन्टाको ट्रेकिङबाट चाहिँ फाइनल्ली आइपुग्नु लाग्यो त हामी यहाँ छ। अब चाहिँ ओह्रालो झर्नुपर्छ। ओह्रालो झरेपछि चाहिँ तल पुगिन्छ के अरे त्यहाँको सिन इन्जोय गर्नु होला त। मैले नि हान्ने भनेको भयो कबाट सब तल राखिसक्यो। चाहिँ टेन्टहरू ठुल्ठुलो रहेछ यार। जस टन्नै ग्रुपहरूलाई मजाले अट्ने रहेछ। डाइनिङ यता रहेछ होइन। भ्यू यो क्या खतरा क्या हो बिमललाई चारजनालाई ल। हेलो बिमललाई आउँछ आउँछ। ए त्यत्रो कुरा तातो पानीमा भेट्ने कहाँ भेट्ने भनेर लास्टमा बल्ल यहीँ भेट्ने। तपाईँहरू कता बस्नुभयो त नि? यहीँ बसेको हामी। हेलो दाइ कतिखेर आउनुभयो त तपाईँहरू? हामी त हिजो आएर बसेको त नि। हिजो 3 यहीँ बस्नुभयो? यहीँ बसेको के कहिले अनि दिउँसोको कि रातिको? दिउँसोकै आइपुगेको थियौँ हामी 3 बजे। आमा तपाईँ तातो पानीबाट सिधै होइन तातो फाटबाट होइन हामी गुफा फाटबाट हिँड्यो होइन त अनि बुस्केटमा आयो अनि बुस्केटबाट यहाँ आएको के त कति छिटो त नि। यहीँ रहेछ डाइनिङ। कता हो खाजा भन्ने? यता भित्र हो लेख्नुपर्छ है। ल त ल आइपुग्यो। भ्यू देखाइ राम नै ल्या बेसारी सब त्यहाँ आनन्दले बसिरहेको छ चिलपारामा। कस्तो खतरा क्या। त्यो खाजा यहीँ लेख्नुपर्ने हो कि के हो? चारवटा खाजा गरिदिनु है। खाजामा के हुन्छ नि? सबै हुन्छ होइन? के छुट्टै छुट्टै भन्नाले चियामा चिया र अन्डा अनि के भन्नु अरे? हजुर के अरे अन्डाको साथो रोटी सोटी हुन्छ र? हुन्छ होइन? ए हुन्छ न त त्यही अन्डा चियाहरू गरिदिनु है। 4वटा गरिदिनु। हुन्छ। पेमेन्ट गरिहाल्नु पर्ने कि के हो? पछि हो? ए हो ल हुन्छ ल। कति टाइम लाउँछ नि खाजा बन्न? हुन्छ ए ल। पन्तकुण्ड आइपुग्यो है गाइड चाहिँ आइपुग्यो। कतिखेर आइपुग्नु हो तपाईँहरू? भयो म त 1.5 घन्टा भयो। 1.5 घन्टा? तलबाट बुस्केटबाट यहाँ 1.5 घन्टामा आइपुगेको थिएँ म। टाइम हेरेको हामीलाई कति लाग्यो? 3 घन्टा। डबल कस्तो फिल भएको थियो नि सुमित दाले? 3 घन्टा लाग्यो। सुरुमा त फर्किनु भएको थियो ठिकै छ। बेस क्याम्प जाने कि नजानु? जाने न अब बेस दिदी जाने कि नजाने बेस क्याम्प? जान्न पानी परिसक्यो। तिमी बेस क्याम्प जानु लाग्यो नि त। चिल रहेछ। कहाँसम्म सामान हो त मेरो नि गर्नु।
भाइ गाइज हामी फाइनली आइपुग्यो होइन काम त निन्द्रै लाग्यो होइन अनि बेच्दा हेर्दा हिजै 3 बजी आइपुग्यो भन्दै थियो त ल गाइज हामी चाहिँ फाइनली पञ्चकुण्ड लेक आइपुग्यो त 4050 मिटर यस्तो छ यहाँको भ्यू चाहिँ अहिले टेन्टहरू नि सबै छ टेन्टहरूको व्यवस्था चाहिँ यसरी हुन्छ गाइज ल हिरो यस्तो राम्रो छ यहाँनिर लेखा होला होइन नर्च्याङ समिट भनेर भिडियो हान्नै बिर्सेछ ब्लगमा खाजा खाजा अन्डा तरकारी अन्डा तरकारी है गाइज खुर्सानी छ खुर्सानी नि दबाउने गाइज खाजा खतरा भइरहेको 1.5 घन्टा अगाडि आयो भन्नु रहेछ त होइन विमल दाले त 1 घन्टा भन्नुभयो आधा घन्टा पछि भेटेको हुन्छ एक्लै लावा भएर बसिरहेको तपाईँलाई थाहा थियो कि थाहा थिएन विमलले छन् नि थाहा त थियो अब के थाहा त नि मैले त भनेको ए अँ तपाईँ र म सँगै थिएँ नि है मैले स्टोरी देखेर त भनेको लगाइज पञ्चकुण्ड ताल भन्ने चाहिँ के रहेछ एकचोटि यहाँको पानी महसुस गरिदिउँ होइन महसुस गरेर हेरिदिइहालौँ क्लोजबाट कतिको राम्रो आउँदो रहेछ सेतो देखेछ हिमाल दे टिरिक्क डल्यो एउटा सुतेको फोटो खिच्ने होला नि टक्क लाएर यस्तरी सुतेको खिच्नु पऱ्यो नि त्यसै भनेको जिस्काएर के उतन जाऊँ न ल यही पञ्चकुण्ड वहाँ जाने हो अघि नै जानुपर्ने रहेछ है जाऊँ न जाने भयो के हुन्छ र गइदिउँ ये छाया नदेखेको यार पानीमा खिचिसक्यो नि त छायावाला ल जेप्पाइ तेरो मुख धुने त धेरै राम्रो कुरा हो नि भएन ए मजाले त मुख धुइन म भनिहाल्छु म झिकिहाल्छु नि गाइस फ्रेस मुख यसरी धुनुपर्छ बिहान उठेर यतिको पानीले मुख धोएन भने के भन्ने यार वाह ह्यान्सी ल गाइस रामले चाहिँ अब पुसा भन्ने र जोस बिहानको जोस हान त ल 20 सटिन अनस्टप हान पुग्छ डेडिकेसन ल हुन्छ ल 1 2 3 5 6 7 8 9 10 11 12 13 14 16 17 19 20 21 22 23 24 25 26 गाई 26 सिटी पुग्छ भन्ने मान्छे यही हो कसैले डुएट भनेर देखायो गाइज सक्छ भने जो पाइले त्यसले सक्दैन है सक्दैन ए डाँडा घर साइली ल गाइज हामीले चाहिँ अब भ्यू पोइन्ट पनि आँटेको छौँ होइन अब को हावा बुझ्किने थाहा छैन तेरो यो हराउँथ्यो भने थाहा होला नि होइन हराउँथ्यो नि
सेतो तिमीहरुलाई देखाएन मैले मैले सम्झेर फर्किहाल्थेँ नि सम्झेछु यता गाइज हामी चाहिँ हिँडिसक्यो बेस क्याम्प जाने बेस क्याम्प चाहिँ यता माथि त्यसमा यसरी खिच न कस्तो यसरी यता हुन्छ नि एकछिन यो भ्यू ए अँ लु आउनु न यता ए ल गाइज चाहिँ हो अहिले माथिबाट चाहिँ सही भ्यू आउँछ होला झन् खतरा त यार वाह ए पाइन्न खोला नि तर्नु पर्ने तालै त यो त ढुङ्गा ठुलो भयो जस्तो लाग्थ्यो त ठिकै रहेछ गहिरो त हल्का पानी सालै खोरे रहेछ एउटा भ्लगरले हाप्दिएर गइसक्यो म त्यस्तो हाप्नेवाला भ्लगर परेन नि त झन् धेरै चगा मान्ने भ्लगर गरिसक्यो कस्तो जग्गा 1+1 3 भन्ने होला ल त गाइज यो भ्यू विदाउट एजन खतरा माथि यस्तै उकालो हो ल गाइज यही हो पञ्चकुण्ड ताज यही हो के अरे अब हामी चाहिँ बेस क्याम्प जाँदैछौँ के अरे तपाईँहरूलाई अब आउनु मलाई आउनु के अरे यही हो भ्यू वर्ती छ कि होइन तपाईँले चेक गर्नु के अरे छ भने आउनु होला है त बाई बाई ल त गाइज के खोल्टीमा लिएर आएको थिएँ ल गाइज हामी चाहिँ हाम्रो अन्नपूर्ण फर्स्ट बेस क्याम्पमा आइपुगेका छौँ 4190 मिटर है त ल आउने चाहिँ हामी 5 जना मात्र भयो गाइज यो त भन्दा मिल्ला यो त सिसाउँदै छ होइन पसल ससल केही नरहेछ यहाँ त हिरो आएको यहीँसम्मै त अब त त्यो फोकसै हुन्न त ल गाइज हाम्रो फोटो सेसन नि सक्यो अब चाहिँ फर्किनेतिर लाग्नुपर्छ होइन यही हो पुञ्जकुण्ड त भ्यू चाहिँ एकदम राम्रो छ कता हो र अर्को सेकेन्ड क्याम्प देखेकै छैन यहाँ आँखाले देखिने भयो त जानुहुँदैन के ल त गाइज हामीले अब फोटोसोटो नि खिचिसक्यो होइन अब चाहिँ हामी फर्किने के अरे अब फर्किन्छ के अरे आजको लागि चाहिँ अब यो भिडियो चाहिँ यहीँ सिधै दिउँ है हाम्रो भिडियो चाहिँ यहीँ टुङ्गाउन चाहन्छु हाम्रो साइकल वर्क्सलाई हेर्दै अझै माया गरिदिनु होला ल यसैको साथ म सिसब दाई राम मिलेर यो भिडियोलाई यहीँ टुङ्गाउन चाहन्छु बाई 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 गर्नु न बाई बाई